साथीहरू अब एआई चाहिँ यति एडभान्स भइसकेछ कि मैले 2-4वटा लिङ्क चाहिँ सेयर गरेर एआईलाई दिएको थिएँ। यति राम्रो पोडकास्ट बनाइदिएको छ, हेर्नुहोस् है त। नमस्कार। आज हामी गोर्खा जिल्लाको एउटा महत्त्वपूर्ण नगरपालिका पालुङटार बारे अलिकति गहिरिएर कुरा गरौँ है त। नमस्कार। हामीले यसको जानकारी चाहिँ विकिपीडिया र नगरपालिकाको आफ्नै वेबसाइटबाट लिएका छौं। ल सुरु गरौँ पालुङटारको यो यात्रा। पालुङटार हजुर ऐतिहासिक गोर्खा जिल्लाकै अनि अहिले गण्डकी प्रदेशमा पर्ने नगरपालिका हो। हामीले हेरेका स्रोतहरूले यसको मतलब सामान्य परिचयदेखि लिएर वडाहरूको अवस्थासम्म राम्रै जानकारी दिन्छन्। यसले हामीलाई यो ठाउँको एउटा चित्र बनाउन मद्दत गर्छ जस्तो लाग्छ। त्यसो भए यो नगरपालिका कसरी बन्यो भन्नेबाटै सुरु गरौँ न त। मैले बुझेअनुसार सुरुमा 2071 सालमा 4वटा गाविसहरू मिलेर बनेको रहेछ। हो च्याङली, गाईखुर, पालुङटार अनि आँपपिपल, यी 4वटा पहिले। अनि पछि फेरि थपियो। त्यसपछि 2073 मा आएर फेरि 3वटा, मिरकोट, धुवाकोट र खोप्लाङ, यी सबै मिलेर अहिलेको पालुङटार बनेको हो। भनेपछि 7वटा गाविस मिलेर बनेको। यो त मर्स्याङ्दी नदीको किनारमा रहेछ है। क्षेत्रफलली हो मर्स्याङ्दी किनारमै। क्षेत्रफल करिब 158 वर्ग किलोमिटर जति छ, 158.62 खासमा। ठिकै छ। अनि जनसङ्ख्याको कुरा गर्दा नि जनसङ्ख्यामा चाहिँ अलिकति घटबढ देखिन्छ। 2011 को जनगणनामा 38,100 जति थियो, तर 2078 को मतलब पछिल्लो जनगणनामा घटेर 37,400 जतिमा झरेको देखिन्छ। थोरै कम भएछ त, किन होला खै? जेस अहिले 10वटा वडाहरूमा विभाजित छ है। हो 10वटा वडा। त्यो जनसङ्ख्या घट्नुको कारण पछि अर्थतन्त्रको कुरा गर्दा अलिकति जोडिएला कि होला। ल अब त्यहाँको समाज र संस्कृति कस्तो रहेछ त्यतातिर लागौ न त। स्रोत हेर्दा त भाषिक रूपमा निकै विविधता देखियो नि। देखिन्छ। मुख्य भाषा त नेपाली नै रहेछ, झण्डै 90%, तर अरू भाषाहरू पनि छन्, तामाङ, मगर, गुरुङ। हो नेपाली मुख्य भए पनि तामाङ करिब 5% अनि मगर, गुरुङ, नेवार, कुम्हाली, उर्दू पनि थोरै बोलिन्छ। ओहो, धेरै किसिमको। जातीय विविधता नि उस्तै होला नि त। जातीय विविधता पनि राम्रै छ। छेत्री, बाहुन, कुमाल, सार्की, नेवार, मगर, तामाङ थुप्रै समुदायको बसोबास छ। यो विविधता गोर्खाको समग्र जुन ऐतिहासिक बनोट छ नि त्यसैसँग मिल्छ। हो त। अनि धर्ममा हिन्दू नै बाहुल्यता छ, 86% भन्दा बढी, तर त्यसपछि बौद्ध अनि क्रिस्चियन र मुस्लिम समुदाय पनि छन्। पछिल्लो समय क्रिस्चियन बढेको भन्ने पनि संकेत छ भन्नुभयो है वडा नम्बर 7 को विवरणमा। हो, वडा नम्बर 7 को प्रोफाइल हेर्दा त्यो देखिन्छ। अनि त्यहाँ चाडपर्व त अब दशैं, तिहार, लोसार, चण्डी पूर्णिमा मुख्य भइहाले। मन्दिरहरू पनि छन्, भङ्गेरी स्थान, महादेव, मनोकामना जस्ता। साक्षरता कस्तो रहेछ? साक्षरता दर चाहिँ राम्रै छ, लगभग 75% को हाराहारीमा। 2078 को तथ्याङ्कले त्यही देखाउँछ। ठिकै छ। अब अलिकति विकासका कुरा गरौँ। पालुङटारको एउटा ठूलो महत्वाकांक्षा रहेछ नि, देशकै पहिलो स्मार्ट सिटी बन्ने। यो सुन्दा त उत्साहित बनाउने खालको योजना हो। स्मार्ट सिटीको अवधारणा, यो घोषणा त भएको हो, तर स्मार्ट सिटी भन्नाले के कस्तो योजना हो? स्रोतमा केही प्रश्न छ? स्मार्ट सिटी भनेको प्रविधि प्रयोग गरेर शासन र नागरिक सेवालाई सहज बनाउने भन्ने हो। तर हामीले हेरेका स्रोतमा यसको विस्तृत योजना कस्तो हुने, काम कहाँ पुग्यो भन्ने बारे चाहिँ त्यति धेरै जानकारी भेटिएन। मतलब यो एउटा लक्ष्य जस्तो भयो है? हो, घोषित लक्ष्य हो। अब काम कति अघि बढ्यो त्यो स्पष्ट भएन। अर्को कुरा, त्यहाँ एउटा विमानस्थल पनि छ नि, पालुङटार विमानस्थल। हो र? त्यो चलिरहेको छ कि छैन? त्यो अहिले सञ्चालनमा छैन, तर विमानस्थल हुनु आफैमा एउटा सम्भावना त हो त नि। अनि नदीहरू त प्रशस्तै छन्, मर्स्याङ्दी, चेपे, दरौन्दी। कृषि त राम्रै होला नि? एकदम। ठाउँ मूलतः कृषिमा आधारित नै हो। धान, मकै, गहुँ, कोदो मुख्य बाली हुन्। फलफूल नि? फलफूलमा केरा, आँप, लिची, कटहर पनि राम्रै हुन्छ। पशुपालन पनि गर्छन्, तर अघि जनसङ्ख्या घटेको कुरा आएको थियो नि। हो, त्योसँग जोड्न सकिने कुरा के छ भने वडा नम्बर 7 को विवरण हेर्दा वैदेशिक रोजगारी पनि आएको एकदमै महत्त्वपूर्ण स्रोत बनेको देखिन्छ। भनेपछि कृषि मात्र होइन, बाहिरबाट आउने पैसाले पनि धानेको रहेछ। हो, त्यसले गर्दा अर्थतन्त्र मिश्रित जस्तो देखिन्छ। अनि सानातिना उद्योगहरू जस्तै इटा भट्टा, ग्रिल, काठका कामहरू पनि चलेकै छन्। कृषि र वैदेशिक रोजगारीको यो मिश्रण चाखलाग्दो रहेछ।
अब अलिकति इतिहास र घुम्न लायक ठाउँतिर लागौँ है त। मैले लिगली कोडबारे पढेको थिएँ, त्यो त यहीँ पर्दो रहेछ। हो त नि। त्यो दौड जितेर 1 वर्षलाई राजा छान्ने चलन थियो रे। कस्तो अनौठो परम्परा। एकदमै। लिगली कोड पालुङटारको मात्र नभई नेपालकै इतिहासमा एउटा विशिष्ट महत्त्व राख्ने ठाउँ हो। साँच्चै? हरेक वर्ष असोजमा हुने त्यो दौड प्रतियोगिता र राजा छान्ने परम्परा साँच्चीकै अद्वितीय छ। यसले पालुङटारलाई छुट्टै ऐतिहासिक पहिचान दिएको छ। अहिले त त्यो पर्यटकीय स्थल पनि होला नि? हो, महत्त्वपूर्ण पर्यटकीय स्थल बन्न सक्छ र बन्दै पनि होला। यसबाहेक कोटगढी, तालपोखरी अनि तातो पानीको मूल भएको तातो पानी जस्ता ठाउँहरू पनि यहाँका आकर्षण हुन्। साँच्चै? पालुङटारबारे कुरा गर्दा त कति धेरै कुरा थाहा पाइयो। यसको ऐतिहासिक गहिराई, सामाजिक विविधता, कृषि र वैदेशिक रोजगारीमा टिकेको अर्थतन्त्र, अनि त्यो स्मार्ट सिटी बन्ने सपना, अनि लिगली कोड जस्तो अनुपम सम्पदा। हो, यी सबै कुराहरूलाई हेर्दा अब अन्त्यमा एउटा प्रश्न मनमा आउँछ। के होला? एकातिर लिगली कोड जस्तो ऐतिहासिक परम्परा छ, कृषिमा आधारित जीवनशैली छ, अर्कोतिर स्मार्ट सिटी बन्ने आधुनिक आकांक्षा छ। हो। अब पालुङटारले यी दुई कुराहरू, आफ्नो परम्परागत पहिचान र आधुनिक विकासका लक्ष्यहरू बीच कसरी सन्तुलन कायम गर्न सक्ला? यसका अवसर र चुनौतीहरू के होलान्? यो विषयमा थप सोच्न सकिन्छ कि? एकदमै विचारणीय प्रश्न। परम्परा र आधुनिकताको सन्तुलन साँच्चै नै महत्त्वपूर्ण हुन्छ। ल, आजलाई यति नै गरौँ।